गुड मर्निङ फेरि अब यिनी है मासु लानु फेरि पानी पर्दैछ फेरि दाजु हामी चाहिँ यहाँबाट लागेको छु पानी कस्तो भयो कसरी अनि बवाल पर्नुभएको छ यसमा चाहिँ अब आज त्यो अर्को ठाउँबाट अलिक ओरा खेल्नु लागेको छ मासु लान सन्डे आज छुट्टीको समय यसो रमाइलो गरेर छ है त पुग्यो अब फेरि माछा मार्ने ठाउँमा बस्छ के झऱ्यौँ सुनि भाइले अब यस्तो चाहिँ डह्रो माछा पर्छ आज ल बाजी छोड्दै गऱ्यो म जाँदा परे माछा परे ए खोइ कता ल कति उक्रेको हौ तर बलियो फुर्तिलो पर्छ के अरे त नै जान्छ होला झ्यापैसम्म त यसरी माछा समात्नुपर्छ है हेर्नु है यहाँ डेड फिस बल्ल एउटा बाजेले 7 बजेको घन्टी बजाउँदैछ यहाँ ठ्याक्कै 7 बज्यो ल कहाँ पुगेको थियो घन्टी फेरि नभए माछा बल्ल पऱ्यो है 3टा जति परिसक्यो माछा अब 7 बजिसक्यो उता हाम्रो गोरा साहबलाई यसो छ आजको दिनै ल तानिहाल्नु त भाइ अब वेट बिस्तारै खेला गर्ने बल्ल परेछ एउटा ल जा ल जा यस फ्रेन्ड ब्रिङ नेट वा ल जा बल्ल पर्छ एउटा चाहिँ यो हो नि त अब चाहिँ यस गुड पोजिसन यस बल्ल एउटा पऱ्यो यहाँ यस कहाँ गयो स्लोली या यस very good yes very good yes wow बममा ल्या जा पोतिरहेछ परे एउटा yes very good yes ए हात ल बल्ल पर्छेको त ए भुडी फुटेछ हौ ल त मर्छ क्या हो ल पिक गर्नु पर्छ बल्ल ल भिडियो खेलिदिनु त अब बल्ल पढेको दिनबाट सिकार भिडियो त्यही छ थाहा ल मर्छ yes big one बल्ल पर्छ है big one नेट चाहिँ भाइ नेट चाहिने भयो त्यो गोराको नेट ल्याउनु पर्ने भयो ए ल ल पर ए यत्रो यस बिग वान थाई वाह थाइलिङ्गी निस्क्यो बल्ल थाइलिङ्गी निस्क्यो छिन्छ नै पार्छ त गोराको छमालाई गोराको च्याला राखेको छ ल 2टा पर्यो नि त अब बल्ल दामी ल अब मेरो पालो ल
ल ल ल त्यही मर्छ है सघाउनु चाहिँ मर्छ ठोक्यो भने त दामी दामी पर्छ ल थाइलिङ्गे दाइ यो 4.5 किलो छ ल दुधमा थाप्नु ल अब चाहिँ बल्ल माछा पऱ्यो 2टा चित्त बुझ्दो माछा परेछ तिहार लागेको छ झिलिमिली छ सबै बल्छी खेल्नेहरू हेर्नु है रहेछ चाहिँ उता चिनार खेल्दैछ यता हामी नेपालीहरू हेर्दा बारी सबै नेपाली चढ्ने छ पाखैबारी ए यस्तो छ म चाहिँ अँधेरोमा है अब 7:30 बज्यो म चाहिँ घर रेडी गर्नलाई अहिले आउने बेला पनि ठिकै ल दाइले तान्दै हुनुहुन्छ आधी किलो छ नि छ उता देखाउने गाडी ल्याउनुपर्छ ल हो र ठुलो छ क्या हो आधी किलो कि होला कता गर्छ कता छ यो लाइन हेर्नु पायो हुन्थ्यो कि उता अन्त यता यो नेटमा आउँछ कि दाइ यता लानु त अलिकति हो त्यो त यो गाडी पछि क्या उता गइसकेको छ यता उता पर गइसक्यो तान हो र तान दाइ अड्काउँछ है ए उयो परेछ कोइङ कि कोही परेछ अलि त्यहाँ अलि ए माछा यहाँ आइसकेको छ आधी किलो छ हौ छ यो पनि हालिराख्नु किन हाल्यो ए हाल्यो नि ठुलो छ हजुर ठुलो छ यो हाल्नुपर्छ हाल्यो अनि मुनि योभन्दा ठुलो झन् मुनि छ उयो झन् हेर ए ठुलो रहेछ नि त अहिले त नानी एउटै पारेको छ नि त यो चाहिँ सबैभन्दा ठुलो भयो होइन रोगको पाठो पनि छ क्या हो Yeah, that one is really nice. This one, Yeah, it's really bigger than mine also. I didn't catch this one yet. It's over. होइन त यसरी हामीले बाँधेर पो राख्छ डोरीले पक्का बाँधेर है खाइले कहाँ भएको छ बाँधेर राखेको छ त बाँधेर पनि डोरीले बाँधेर राखेको